वेलकम बैक टू माई न्यू नाइट ब्लग चाहिँ मैले आज बनाइदिएको छु डे भ्लग होइन। सो आज चाहिँ त्यही रुट जुन पहिलेको रुट छ नि त्यही रुट हो म जाने आउने होइन। अब हाइस पनि आएको छैन, म फेरि यहाँ टेकबाट जाँदैछु। हिजो जस्तो हिँडाइ मचाइ भने त समस्याको विषय बन्न पुग्छ, तर आज मचिँदैन जस्तो लाग्छ, किनभने यो अलिकति गाडी आएको थियो। आज राति होइन, अनहरू देखिँदैन। हाइस आएको छैन, अलिकति 2 मिस्टेकले गर्दाखेरि हाइस चाहिँ छुटिसकेको छ होइन, आइपुगेको छैन। यति राति 7:30 बजेको छ। 7:30 बजे म गाउँमा हुन्थ्यो भने नि मेरो यतिखेर घरमा मलाई तान हान्थे, भक्कु मलाई चितान हान्थे क्या घरमा हुँदाखेरि। किन कहाँ गएको थिइस्, के गरेर गएको थिइस् त, के अरे बिना काममा काम नहुने कुकुर जस्तो लुखुर हिँड्ने डलुवा, त्यो विभिन्न किसिमको गाली दिएर चाहिँ मलाई चाहिँ एकदम घरमा भात पनि हुँदैन थियो, केही पनि हुँदैन थियो होइन, फिल्म फर्काइदिन्थ्यो होइन। सो आज चाहिँ राति भए पनि म यहाँ छु र मलाई केही भनेको छैन। ओहो हाइस गयो यार, कसम छुटो मैले कुदेर भने त हाइसलाई भेटाउन सकिनँ, किनभने त्यो अलिक स्पिडमै छ, रफ्तारमै छ। ए भाइ आज पनि मेरो कुदाइ मचिन्छ जस्तो छ, आज हिँडाइ मचिन्छ जस्तो छ। ओइ झन्डै हान्दियो यार। यहाँबाट फेरि म चाहिँ जानु पऱ्यो भने चाहिँ आज पनि मेरो खुट्टा दुख्दै हुन्छ हिँडेकोले होइन। के आउँदैछ पछाडिपट्टि हेर्दैछु घरिघरि, अनि हामी त पक्कै आएको छैन। साला हिजो मलाई देखिरहेको छ नि यस्तै कारले होइन, पुरा पानी परिरहेको बेला छ्याम्मै हान्दियो क्या। सो महा कस्तम होला, म चाहिँ के भन्छ त्यतिखेर रोकाएको थियो भने नि त्यही अनुसार दनक दिन्थ्यो क्या उसलाई, त्यही अनुसार भन्थ्यो होइन, तर रोकाएन होइन, बच्यो जोस्। आज मलाई पनि ढिलो हुने हो फेरि पनि होइन। ल हाइस आइसकेको छ, म अब सातो बाटो कति जान्छ, लरेको जान्छ सातो बाटो मात्रै। ल सातो बाटो बिस्तारी यार। म चाहिँ झन्डै लडेर फेरि मेरो यहाँनिर केही टाउकोसम्म चोट लाग्यो हुन्थ्यो होइन। तर हिजो यत्रो बेरसम्म म यतिखेरै आएको थिएँ क्या होइन, यतिखेर आएको थिएँ, पानी परिरहेको थियो नि त हिजो। अनि त्यसपछि गाडी नै नभेटेर यहाँबाट हिँड्दै टेकुसम्म जानु पर्यो हिँड्दै क्या। अनि मलाई त्यस्तो केही फिल भएन, जस वकिङ चाहिँ भयो भने चाहिँ होइन अलिक टाइम लाग्दो रहेछ। यहाँबाट लगभग 1.5 घन्टा जति लाग्यो होइन, ठिकै होइन। तपाईँ कहाँसम्म जानुपर्ने? हामी त अब भौतपुरबाट जान्छौँ। भौतपुर अर्को मतलब यतै एउटा लेफ्ट लाग्नु हुन्छ होइन। ए मतलब हजुर हो गर्नु हुँदै जाने भनेपछि लगन खेल जाँदैन आज कहाँसम्म जाने है। सो गाडी पनि खाली छ होइन। हामी कतिजना छौँ, 5 जना छौँ। सो मलाई अलिकति दुःखको कुरा के भने अब सातो बाटोमा झर्नुपर्ने हो। कुमारबाट तेल हालेर जानु, लगन हेल भनेपछि लगन हेल जाने भयो जाने हो। लगन खेल जानु भने एकैचोटि बेस्ट छ, भाडा यस्तो मिलाइरहनु न है। अगाडि गाई मात्रै हुन्छ, गाई मात्रै जानु। ठिकै छ त, हामी दाइलाई दिइहाल्छौँ नि, भाडा कि टेन्सन छैन नि त। कि त्यस्तो केही छ, त्यस्तो केही छ दाइ? होइन छैन त्यस्तो छैन। मैले भाडा चाहिँ मलाई आउने जाने मान्छे म रेगुलर हो क्या यहाँबाट। सुन्नु न, म दिल्ली आउने हो क्या, दिल्ली आउने जाने ग्राहक हो भनेपछि अब 2 जना मात्रै 3 जना मात्रै रह्यौँ होइन। 20 रुपियाँ लिन्छ। कति 20 रुपियाँ लिन्छ। अरू कति? आज चाहिँ राति अनि बिहान तपाईँ 4 बजे मलाई फोन गर्नु। यहाँबाट अब म चाहिँ लगभग लाग्छ होला 20 मिनट जति पुग्नलाई। सो हेर्दै गर्नु होला, म चाहिँ देखाउँदै गर्छु होइन। ल हुँदैन, जाँदाखेरि त्यहाँ राम्रो राख्नु ल।
अनि त यहाँबाट के अरे पेसेन्जर त कमै पाउनु भयो त आउँदाखेरि त हिजो कस्तो मलाई यति चाहिँ गाडी खोजेँ नि मैले 7:30 बजे गाडी सबै उ भएको क्या अनि हिँड्दै हिँड्दै जानु पर्यो हो त्यही भएर आज पेसेन्जर ए त्यही त अनि त्यसपछि के भन्छ पानी पनि परेको थियो होइन त्यस कारणले गर्दा पनि होला अनि मान्छेहरू पनि त्यति थिएन नि त पानी नपरेपछि अब बाहिर चिजियो थियो त्यति मान्छेहरू अब होइन पानी परेपछि त्यति हिँड्दैन नि त तपाईँको यो बाटो यो रिङ रोड भरि घुम्ने हो कि कहाँदेखि कहाँसम्म होइन हौ यो गाडी जुन रुट छ नि यसको रतन पार्क हो कि मात्र रतन पार्कबाट हात्तीबन ए कति ट्रिप मार्नुहुन्छ आज दुई ट्रिप गरेँ मैले आज ए तपाईँको घर चाहिँ चरीकोट चरीकोट भने त यहाँ होइन तपाईँ होइन त्यही त पश्चिम होइन ए गोर्खा ल एकछिन ल यो जानुपर्छ ल हाम्रो चाहिँ आइसकेको छ होइन अब म यहाँबाट उत्रिँदैछु तपाईँहरू लाग्छु म लाग्छु ल तपाईँको ढोका लाग्दिउँ ल म ढोका पनि लाग्दैछु दाइको अलिकति सहयोग गर्दैछु होइन खोइ त यो तान्नुपर्ने हुन्छ तान्नुपर्ने हुन्छ ल मैले सघाइदिइसकेको छु होइन ल एनिवे गएँ यहाँबाट चाहिँ अब यो पठाउ साला हिजो म भनौँ न 10 मिनटको बाटामा होइन 300 रुपियाँ भनिरहेको थिएँ क्या अनि त्यसपछि अलिकति 10 मिनटको बाटो होइन अलिकति सोचेर भन्नुपर्ने म 150 त दिन खोजेको तर पनि नमानेको क्या ठिकै छ सो म त पुगिहालेँ जसरी भए पनि होइन मेरो ठाउँमा जसरी पनि पुगिहालेँ यो खटारा गाडीमा जानुपर्ने हुन्छ कि जस्तो लाग्दैछ यस्तो गाडीमा जानु पर्यो भने एकदम टेन्सन लाग्छ क्या एकदम डिप्रेस टाइपको मलाई फिल हुन्छ होइन अब तर फेरि कुनै अप्सनै रहेन भने त जानै पर्यो तर दाजु दियोस् एकदम मजाकै रहेछ होइन यो चालक दाइ चाहिँ होइन एकदम मजाकै रहेछ भाइ जाँदैन भाइ सुन्दरा उता जाने हो हामी टेकु जान्छ टेकु जान्छ अनि टेकु जाँदैन भने त दिमाग खराब भयो नि त भाइ टेकु जाँदैन भने दिमाग खराब भएन ठोकिएला है ठोकिदिन्छ भने त डर भइसक्यो सिद्धि डल्लु 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 त्रिपुरेश्वर कालीमाटी टेकु यसैमा पऱ्यो देखिन सकिन्छ टेकु साला यो ट्र्याक्टर जस्तो गाडीमा परिने हो या अब के गर्नु जान्छ यहाँ टेकु ट्र्याक्टरै जस्तो गाडीमा चढिने भयो ल कति टाइम लाग्छ आधी घन्टा त लाग्छ होला कि 1 घन्टा मान्छे छैन अनि 8 त बजेको छैन दाइ होइन हिजोको हिसाबले भन्नुपर्ने त यतिखेर गाडी चाहिँ नपाउनु पर्ने हो तर पनि 7:30 त भइसक्यो एकदम कन्फर्म जान्छ तपाईँ आरामले बस्नु होला जान्छ तपाईँ म बसिसकेपछि अब गाडी त अब मैले सोधिसकेँ नि त त्यही भएर भनेको नसोधेको भए चाहिँ म भनिदिन सक्दिन्थेँ यस्तो कुराहरू ल आरामले बस्नु होला होइन छिटो भरियो भने छिटो जान्छ होइन दाइ तपाईँको हिजो यहाँ के हात्तीबनबाट म हिँड्दै गाडी नपाएर होइन टेकु पुग्यो क्या हिँड्दै हजुर धम्सीखेल होइन हात्तीबन थाहा छ नि तपाईँलाई हात्तीबनबाट होइन त्यो पठाउ गर्न खोजेको थिएँ फेरि पठाउ पनि अब त्यो लोकेसनमा देखेँ त्यो नै सर्चिङमा देखायो क्या अनि त्यसपछि ल त ठिकै छ भनेर एकदम हिँड्दै गइदिएको होइन धेरै टाइम लागेन त्यो 1 घन्टा 15 मिनट जति लाग्यो होइन ठिकै हो नि त्यतिको टाइम होइन अनि अहिले चाहिँ अब जानु हुँदैन भनेर एकदम खुट्टा दुखिरहेछ डेली जानु थाल्यो भने त दिमाग खराब हुन्छ बस आधी घन्टामा जान्छ कि कति घन्टामा लाग्छ अब यो भरिसकेपछि जान्छ होला खाली जानु त 100 रुपियाँ दिनमा यति बाँची लिएर जान्छु ए 100 रुपियाँ त्यतिकै लिएर जान्छु 50 रुपियाँ तेल कति खान्छ
50 रुपियाँ त अलि धेरै भन्नु नि यार 20 रुपियाँ भाडा 50 रुपियाँ भन्नु सकिएन मेरो सिस्टम हिँड्नु पर्यो नि त मैले पनि त कमाउनु पर्यो नि होइन तपाईँको सिस्टम हिँड्दाखेरि अलिकति डिस्काउन्ट हुन्छ होला नि त अझै डिस्काउन्ट त राति लास्ट भाडा लगाएपछि गरे